गाइज, वेलकम टु माई च्यानल। धेरै पछि अनि अब चाहिँ म पनि यसो मिनी भ्लग बनाऊँ कि भनेर सोचिरहेको छु होइन। अब के गर्ने, बनाउनु त पर्यो केही न केही। धेरै भयो होइन च्यानलमा एक्टिभ नभएको। अनि अब चाहिँ सोचिरहेको छु मिनी भ्लग यसो ट्याङ हालिदिउँ भनेर। अब कमेन्ट गर्नु, कतिजनाले कमेन्ट गर्नुहुन्छ होइन। अब के गरौँ, यसो भ्लगै बनाऊँ भनेको पनि अहिले टाइम छैन। यसो कतै घुम्नु जाँदाखेरि बनाउँला भ्लग चाहिँ है। अनि धेरै पछि अब यसरी भिडियो बनाउँदैछु। त्यो पनि आज बिदा भएको कारणले होइन, सुत्दा वाक्क लागेर के हेरौँ भनेर चाहिँ यसो भिडियो बनाइदिउँ होइन। हालखबर सुनाइदिउँ भनेर चाहिँ होइन। दार्जिलिङमा पनि फेरि बढ्न थालिसक्यो। कपाल त ठिकै छ, कपाल कतिको देखिरहेछ होइन। कस्तो देखिरहेछ मलाई कपालले। कपाल त पाल्ने हो अझै, अब अलिअलि छाट्नु पर्ला होइन। अनि त्यही हो मेन कुरा चाहिँ। अब चाहिँ मिनी भ्लग हाल्छु होइन। मिनी भ्लग चाहिँ यसो सानो अलिअलि भ्लगहरू चाहिँ हालिरहेको छु होइन। अनि मेन भिडियो चाहिँ अब धेरै पछि आउँछ मेरो भिडियो। अब कतै घुम्नु जाँदाखेरि यसो बनाएर हालिदिनु पर्ला। अब साथीहरूको पनि अहिले छैन, बिदा भएको छैन। अब टाइम निकाल्नुपर्छ सबै केटाहरू होइन। अनि केटाहरू पनि काम गरिरहेछ, अब म पनि काम गरिरहेको छु। अझै बिदाको दिन भएर यस्तो सुत्दा वाक्क दिक्क लाग्छ चिज। बिदा नहुँदा चाहिँ काम गर्नु जाने बेला चाहिँ काममा निन्द्रा लाग्छ, सुत्नु पाउँदैन टाइममा। अब बिदाको बेलामा चाहिँ सुत्दा कति सुत्नु, निन्द्रा लाग्दैन फेरि सुत्नु भने पनि होइन। अनि त्यही हो, यसो हालखबर बुझ्न, हालखबर सुनाउन होइन। यसो अलिअलि भए पनि एक्टिभ भइदिउँ न भनेर चाहिँ मेरो च्यानलमा भिडियो नआएको पनि धेरै भइसक्यो। अनि होप अब चाहिँ चाँडै नै भिडियोहरू आउनेछ होइन। त्यही हो, कारण आएर पनि अब काम गर, दिमाग खराब, काममा जानु पर्यो। बिदाको दिन अब कपडाहरू यसो हुन्छ, फोहोर कपडाहरू धुनु पर्यो, नुहाउनु पर्यो। त्यही हो गाइज, ल बाई। अब भिडियोमा भेटौँला है।